हेलो वेलकम गाइज। आज मेरो डे 7। हामीहरूले अब एउटै कम्पनीमा काम गर्ने साथीहरूले सबैले मिलेर अब 9जनाले मिलेर कोटियान 10,000 उठाएर हामीले 90,000को बल किनेको छौँ है। बल एकदमै राम्रो छ। यो थाइल्यान्डबाट मगाएको बल हो। च्याम्पियन्स लिग भनेर यस्तो लेखेको छ। हाम्रो साथीहरू चाहिँ अब सधैँ रेगुलर नै अब एक्सर्साइज गर्ने भएको भएर चाहिँ हामीहरू अब फुटबल चाहिँ खेल्नु पऱ्यो भनेर किनेको। कम ब्रो, वाइ नट कम। सो हामी अहिले पछाडि एउटा 3जना साथीहरू छौँ, अरू केटाहरू आउँदैछ। अरूहरूले चाहिँ फिल्डमा गएर अब ओके लगाइछ। हामी फिल्डमा चाहिँ पुगिसक्यौँ। आज पनि मौसम अलिक चिसो छ। अघि दिउँसो अलिकति पानी परेर जे होस् चिसो मौसम छ। अलिअलि हावा चलेर मात्रै अलि बढी चिसो हुन्छ, नत्र त मौसम त एकदमै रमाइलो छ। अब पहिला मेरो रुटिन चाहिँ पुरा गर्नु पऱ्यो अनि फुटबल चाहिँ खेल्नुपर्छ मजाले। Yeah. लगाइज मेरो 10 राउन्ड परिसक्यो। अब चाहिँ फुटबल खेल्नुपर्छ। आज नयाँ फुटबल आएको छ, त्यसमै एक्साइटेड हामी छौँ। साथीले पेनाल्टी चाहिँ च्यालेन्ज गरौँ भन्दैछ। केटाले बुद्धि भन्दा पनि बल बढी लागेको छ। बल उडाउँछ बढी, छिराउँछ कम। गुड सर। हाम्रो गेम सिद्धियो। केटाहरू थाकेर लत। Tim, how do you feel today? Yeah, good. Chocolate? Today, How do you feel? Yeah, good. Yeah. Thanks. So good. Yeah. Pen. Yeah, okay. Thanks. Good. यति फरक छ कि हामीले फुटबल खेल्न जाने बाटोमा पनि अस्तितिर पुरै सुक्खा देखिन्थ्यो। अब हरियाली पहिलो यस्तो राम्रो फुलिरहेछ। अब कोरियामा बाटोभरि जताततै यस्तो देखिन्छ। केही दिनपछि त अझ अरू अहिले त भर्खरै फुलहरू फुल्न थाल्यो। लगाइज लाग्यो घरतिर। अब अर्को भिडियोमा भेटौँला है त। बाई।